मृत्यु भएको छ त्यसलाई शहीद घोषणा गर्नको लागि त्यो बुदामा लेखेको छ तर अहिलेसम्म गरेको छैन। किनकि मलाई आश थियो कि कमसेकम त्यसको फाइल त हिजो जुन भएको थियो एउटा प्रेस विज्ञप्ति सहमति र मन्त्री परिषदको बैठकमा त्यसमा बढाउँछ तर त्यो पनि एउटा भएको न। त्यसकारण मैले आश पनि छोडेँ। अस्ति मैले मिडियाहरूसँग गृहमन्त्रीज्यूसँग तपाईँको कुराकानी भयो। के भन्नुभयो गृहमन्त्रीज्यूले? फेरि आश्वासन दिनुभयो तर मैले भने जबसम्म मेरो भाइको घोषणा के आश्वासन दिनुभयो? मतलब यो मागहरू पुरा हुन्छ भनेर दोषीलाई कारवाही हुन्छ अनि शहीद पनि घोषणा हुन्छ भने क्षतिपूर्ति सबै मिल्छ। हामीले क्षतिपूर्ति के गर्नु? मेन कुरा त यो हो भने हाम्रो भाइ आफै करोडको मालिक हुनुहुन्थ्यो तर त्यो अहिले भोग्ने छैन। कोही एक्लै भाइ थियो। म ऊ र मभन्दा सानो 2 वर्ष थियो तर हामी सँगै रमाएको। बाहिर निस्किँदाखेरि कोही भन्न सक्दैन यो भाइ हो कि ऊ दाइ हो कि साथी हो भनेर त्यस्तो हामी रमाइरहेको हुन्थ्यो। तर अहिले हामीले एक्लै अब के भन्नु आँसु पनि सुकिसकेको छ आँसुले। आमा बुवा कहाँ हुनुहुन्छ अहिले? काठमाडौँमा कि घरमै छ। उसले मैले कल गरेको थियो अनि मेरो आमाले ऊ त कुरा गर्ने अवस्थामा छैन किनकि मलाई हेर्ने बित्तिकै रुन थाल्छ। अनि उसको बाबा धैर्य धारण गर्नुहोस् बाबु, हामी छौँ र मलाई विश्वास छ अहिलेको सरकारले केही न केही निर्णायक न्याय दिनेछ भन्ने विश्वास गरेको छु। र यसै क्रममा एकजना स्थानीय सञ्चारकर्मी अहिले राजनीतिकर्मी हुनुभएको छ वीरेन्द्र केएम, उहाँसँग पनि म छोटो प्रतिक्रिया लिने प्रयास गरेँ।